ओहो गजब अद्भुत छ स्वर्गीय अनुभूति भइरहेछ स्वर्ग अनुभूति होइन थकान त अब हुनै भयो तर गोसाइँकुण्डमा मजासँग स्नान पूजा ध्यान तप गरियो अनि 2 घन्टा टाइम त्यता बिताइयो ओहो बादल मडारी आइरहेछ बादल जे होस् बिहानदेखि आज साँझ दिनैभरि चाहिँ हामीले बादलसँगको लुकीमारी खेल्न सक्यौँ खेल्ने अवसर पायौँ अब विन्टर सिजनमा यो पाखो पुरै हिउँले हुन्छ भन्ने कुरा त देखिहाल्नुहुन्छ यहाँ कुनै ठुला बुट्या नहुने कारणै हिउँले ढाकेर हो अनि पल्लो भित्तामा हिमाल देख्न सक्नुहुन्छ अर्को रमाइलो कुरा हामी गोसाइँकुण्डको जहाँ पानी आइरहेको छ त्यो ठ्याक्कै हिमकै पानी फेदीमा यसभन्दा अगाडिको भिडियोमा हामीले राखेका थियौँ है मजा लाग्यो यद्यपि यो लामो यात्राको थकान भएको हुनाले त्यो हिउँ खेल्न जाने इच्छा हुँदै पनि त्यहाँ सायद नजिकै भयो नि त्यहाँ पुग्नलाई 1 घन्टा थप हिँड्ने अनि फेरि 1 घन्टा आउने 2 घन्टा टाइम बिताउनु पर्ने समय बिताउनु पर्ने हुन्छ ल हेर्नुहोस् त पाटनहरू पाखाहरू यसलाई चाहिँ जो यहाँ ट्रेकिङ रुटकै धेरै ठाउँमा राम्रो बाटो बनाएको छ केही ठाउँमा यस्तो हो यसलाई ट्रेकिङ ट्रेलकै रूपमा छोड्नु उपयुक्त हुन्छ सरकारले भोलि सडक यातायात विस्तार गऱ्यो भने अब यात्रा त सहज हुन्छ गोसाइँकुण्ड पुग्नु त सहज हुन्छ तर जुन यो ट्रेकिङ रुटको ट्रेकिङ गर्दाको अनुभूति होइन आनन्द छ नि त्यो आनन्द त रहँदैन त्यस कारणले पनि यसलाई ट्रेकिङ रुटकै रूपमा ट्रेलकै रूपमा थप विकास हुनुपर्छ अहिले पनि विकास राम्रै भएको छ हेर्नुहोस् न पाखैभरि बिबिसरी रङ्गी बिरङ्गी फुलहरू जे होस् हाम्रो म्याडमलाई ऊर्जा चाहिँ एकदमै राम्रो मिलेकै हो है मान्नुपर्छ यार तिम्रो सत्य साधना ऐश्वर्य साधना चाहिँ एकदमै छ भन्ने यो दोहोरो प्रमाण हो नि त यसरी पुरा दोहोरो तरिका छ हिजो अलिकति खुट्टा दुखेर थोरै असहज फिल गरिन् नत्र भने भयो हेर्नुहोस् न फुल कस्तो रङ्गी रङ्गी ओहो सेतो पहेँलो गुलाबी रङको गजब छ त यार स्वर्गीय अनुभूति म्याडम हजुर यस्तो मजाको फुलहरू यस्तो प्रकृतिको साथ हो झन्डै अब यो टाइममा यो हाइटमा यो सुन्दरतामा यो स्वर्गको काखमा यी व्यक्तिहरूले यसरी ठाउँ ठाउँमा बुद्धिस्ट पनि निर्माण गर्छौँ हामीले पनि एउटा कहाँनिर बनाएको थियौँ होइन ए दुईटा अहिले ओह्राली झरिरहँदा एउटा के अनुभूति भएको छ भने बिहान हामीले यस्तो अप्ठ्यारो उकालो कति सहज तरिकाले पार गरेछौँ होइन फेरि यस्तो साँच्चै अप्ठ्यारो बाटो हो तर यस्तो अप्ठ्यारो फिल भएको थियो र है भनेपछि यो प्राकृतिक सौन्दर्यले ऊर्जाले होइन आस्थाले कति शक्ति दिएर रहेछ क्या अद्भुत छ हिजो पनि हामी देउरालीबाट
2-2.5 घन्टा अझ कसैलाई त बढी लाग्ने रहेछ। त्यो बाटो भ्याइने कि भन्दा भन्दै त्यहीँ 7 कति बजेको थियो, बस्छौँ भनेर हिँडियो। त्यो अलि सामान्य त्यहाँ स्थानीयले 2.5 घन्टा त लाग्छ भनेको बाटो हामीले 1 घन्टामै हिँडेछौँ के। अनि 7:15 कति भएको थियो, हामी 7:45 के ठाउँ म्याडम त्यो डिम्सामा आइपुग्यो। अनि नयाँ रुट छ घनघोर, तल चाहिँ अलिकति रुखहरू पनि बाक्लै थिए, सायद सल्लाहको रुखहरू, अनि अलिअलि लाली गुराँस छ। अनि होइन थकाइ पनि लाग्छ, के गर्ने। हिजो त्यसरी बाटो नछुट्याएको भए अब आज हामी गोसाइकुण्ड दर्शन गरेर यसरी फर्किएर भोलिको लागि अलि छुट्याउने सम्भावना थिएन नि त। यसकै लागि हामीले हिजो साँझ अलि दुःख गऱ्यौँ। अब आज पनि यति बेलसम्म हिँडिरहेको छ। अब हामी तल लौरी विनायकसम्म पुग्ने अब मन लाग्छ, अझै आधा घन्टा लाग्ला। त्यहीँ पनि बस्न सक्छौँ, अथवा धेरै थकान फिल भएन भने त्यहाँबाट पनि तल झरेको ठाउँ के हो म्याडम? ठाउँको नाम चाहिँ म अलि चन्दनबारी भन्दा अलि तल, अब यताबाट भन्दा तल भन्नु पऱ्यो। ठाउँको नाम चाहिँ म्याडमलाई अलि बढी नै याद हुन्छ। ए चौरझारी, ल बधाई छ। हो हर हर महादेव, हरे कृष्ण, जय श्रीमन्नारायण, राधे राधे, जय भोले बाबा, जय सनातन। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। कत्रो व्यापक बृहत्तर सन्देश छ है हाम्रो सनातन, वास्तवमै व्यापक समावेशी। यस हिउँको चुचुरोहरू फुलिरहेको छ। यो हिमाल पारीको जिल्ला भनेर रसुवालाई पनि भन्न मिल्ने देखेँ कि। उता पारी गण्डकी प्रदेशमा पर्ने हिमाल हो। म्याडमले अब भेटाउनु त पऱ्यो। त्यस कारणले यो यात्रालाई पनि हामीले सनातन यात्रा भनेर सबै ओमकार परिवार लगायत जो पनि यो कस्मिक इनर्जीलाई भगवानको रूपमा स्वीकार्ने, प्रकृतिका विभिन्न स्रोतलाई भगवानको रूपमा स्वीकार्दै पूजन गर्ने होइन, ठिक छ। यसको मेनिफेस्टेसन, यसको स्वरूप प्रस्तुतिकरण गर्ने क्रममा शास्त्रहरू, विभिन्न देवी देवताका नामहरू आए। त्यस कारणले त्यसलाई अभ्यास गर्ने क्रममा पुस्तान्तर हुँदै जाँदा कतिपय विकृति विसङ्गतिहरू पनि छन्। यद्यपि सनातन वैदिक सनातन हिन्दू धर्म अथवा दर्शन भन्नुहोस्, यो चाहिँ विज्ञान सम्मत जीवनोपयोगी र साँच्चीकै समावेशी र व्यापक छ। हेर्नुहोस् त, अझैको चिसो बढिरहँदा अलिअलि हिउँ थुप्रिएको ती डाँडा पनि हामी देख्छौँ। दिउँसो बारम्बार बादल ढाकेको थियो भने यति बेला समयमा उज्यालो भएको छ। हामी बस्ने
पुग्ने होटेलहरूको लो ल्यान्ड तल बादल देखिएको ठाउँ हेर्नुहोस् है। त्यही पनि उज्यालो आयो हुनाले केही छैन। अब आइसकेको बाटो हो, हामी बिस्तारै हिँड्दैछौँ र यो यात्रा अनुभूति तपाईँहरूको सामु सार्दैछ र यसलाई मैले यो जीवनको लागि गीता ज्ञान अभियान जो एउटा अन्तर्राष्ट्रिय रूपमै स्थापित भइसकेको छ, गीता फर लाइफ क्याम्पेन। यसलाई हामी मिडियामा # गीता फर लाइफ भन्छौँ। त्यसको युट्युब च्यानल छ, त्यसमा पनि अपलोड गर्छौँ। तपाईँहरू फुर्सदले यो प्राकृतिक सुन्दर दृश्यावलोकन गर्न सक्नुहुन्छ। पक्कै पनि त्यसै गरी विश्व शान्ति एउटा महत्त्वपूर्ण मुद्दा भएको हुनाले त्यसलाई प्रवर्धन र नेतृत्व गर्ने हिसाबले हामीले ट्रान्सेन्डेन्टल मेडिटेसन नेपाल समूहको तर्फबाट र जीवनको लागि गीता ज्ञान अभियान गीता फर लाइफको संयुक्त सहकार्यमा गहिरो ध्यान साधना, यसलाई ग्लोबली चाहिँ ट्रान्सेन्डेन्टल मेडिटेसन भनिन्छ। भगवद्गीताले पनि यसलाई समर्थ योग भनेर भगवान्लाई श्रीकृष्णलाई जान्ने बुझ्ने भनेको तत्त्वदर्शी तत्त्वज्ञानबाट तत्त्वदर्शीले मात्रै सक्छ र यो ज्ञान चक्षु खुलेपछि मात्रै, त्यो थर्ड आई खुलेपछि मात्रै भने हुनाले त्यो तत्त्वदर्शी हुनलाई, थर्ड आई खुल्नलाई, तेस्रो नेत्र खुल्नलाई, तत्त्वबोध हुनलाई पनि व्यक्ति आफूभित्र अन्तर्निहित क्षमताको प्रदर्शन गर्नुपर्ने हुन्छ। त्यसको लागि नै यो ट्रान्सेन्डेन्टल मेडिटेसन गुरुदेव महर्षि योगीजीबाट सुरुवात भएर विश्वव्यापी स्थापित छ। त्यसलाई नेपालमा भावातीत ध्यान योग भन्ने गरिन्छ र पछिल्लो समय मैले पनि भगवद्गीताको योग दर्शन, मार्गदर्शन र भावातीत ध्यानको कुरा एक ठाउँमा आएको हुनाले त्यो ध्यान साधना पूजनीय गुरुदेव मिनराज अधिकारीज्यूबाट हालसालै सिक्ने अवसर मिले र अहिले हामीले सामूहिक रूपमा चाहिँ नेपाल मेडिटेट्स फर वर्ल्ड पिस भनेर एउटा # सुरु गरेका छौँ। यस अभियानमा तपाईँहरू अब जुनसुकै ध्यान साधना विधि समूहमा जोडिए पनि केही भएन, त्यो व्यक्तिको साधनाको स्वतन्त्रता छँदैछ, तर सबै बिचको एउटा एकरूपता, एउटा अभ्यासको लागि चाहिँ सोसल मिडियाको, सामाजिक सञ्जालको प्रयोग गर्दै हामीले एउटा सोसल मिडिया क्याम्पेन नेपाल मेडिटेट्स फर वर्ल्ड पिस भनेर सुरु गरेका छौँ। मैले पनि आज यात्रा क्रममा विभिन्न ठाउँमा र विशेष गरी गोसाइकुण्डको पवित्र स्थानमा रहेर गहिरो ध्यान अभ्यास गरेँ र गहिरो ध्यान अभ्यासले दिने हामीलाई शान्ति, शक्ति, आरोग्यता, यस्तो धेरै चिजहरू बारेमा त तपाईँहरू सबै परिचित नै हुनुहुन्छ। त्यस कारणले आउनुहोस्, योग साधना, सनातन चिन्तन, संस्कार, धर्म, यो सबैको अध्ययन, अनुसन्धान, प्रवर्धन गरौँ र यसको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा, सामूहिक रूपमा थप व्यापकता पनि गरौँ। यो हाम्रो विशेष अनुरोध हो। ल, यो रमणीय, पवित्र है, सनातनी
यात्रामा यहाँहरू सबैलाई सँगै जोड्ने हिसाबले सोसल मिडियाको फेसबुक, टिकटक, युट्युब विभिन्न नयाँ च्यानल प्रयोग गर्दै हामीले यो प्रयास गरेको छौँ। यहाँहरू पनि सोसल मिडियाको सामाजिक सञ्जालको यसरी नै सदुपयोग गर्नतर्फ लाग्नुहोस्। हरे कृष्ण, जय गुरुदेव।